नमस्ते। आज चाहिँ म हजुरहरूलाई दाँतको बारेमा एउटा सानो टिप्स दिउँ कि भनेर आएको होइन। हामी सबैको बानी के छ अथवा चलन के छ भने दाँतमा समस्या भयो, दाँत दुख्न थाल्यो भने कि त फार्मेसीमा गएर औषधि खाने, कडा पेनकिलर दिनु अथवा कडा एन्टिबायोटिक दिनु, मलाई दाँत दुखिरहेछ भन्ने अनि ल्याएर खाने, दुखाइ कम भयो भने ठिकै छ, भएन भने अनि मात्रै डेन्टल डक्टर अथवा डेन्टल सर्जनकामा गएर दाँत देखाउने है। कि त अझै पनि चलन छ यो होइन, कि त किरा झार्नका लागि धामी झाँक्री अथवा किरा झार्ने मान्छेकोमा जाने, किरा झार्ने अनि दुखाइ कम गर्ने, अनि त्यस पछाडि मात्रै केही समस्या भयो भने डक्टर कहाँ आउनुहुन्छ कि। यो एकदम गलत ट्रेन्ड हो है। यो सबैजनाले धेरैजनाले त बुझिसक्नु भएको छ, तर धेरैजनाले बुझ्नु पनि भएको छैन। जसले बुझ्नु भएको छैन उहाँहरूलाई चाहिँ यदि हजुरहरूको मुखमा दाँतमा केही समस्या छ भने प्लिज प्लिज है, सबैभन्दा पहिला चाहिँ नजिकैको डेन्टल क्लिनिक अथवा हस्पिटलमा गएर रजिस्टर्ड डेन्टल सर्जनलाई देखाउनु होला। उहाँहरूको सल्लाह बमोजिम उपचार गराउनु होला है त। हजुरहरूको स्वास्थ्यमा एकदम ठुलो हानि हुनसक्छ यदि हजुरहरूले यसरी किरा झार्न अथवा जथाभावी एन्टिबायोटिक खानुभयो भने त एकदम नराम्रो असर गर्छ है त। थ्याङ्क यू।